मैले गुड म्युजिक फोकस गरेँ भने म गुड म्युजिक मसँग आउँछ, मलाई रेकमेन्डेसनमा पनि गुड म्युजिक आउँछ। अब ब्याड म्युजिक कन्ज्युम गरेँ मलाई रेकमेन्डेसनमा पनि त्यही आउँछ नि त, त्यस्तै आर्टिस्टहरू आउँछ जुन म सुन्न चाहन्न। सो इट्स एब्सोल्युटली इन योर palm what you want to listen। क्या त्यो चाहिँ पावर अफ अहिलेको सोसियल मिडिया अनि स्मार्टफोन्स होइन, राइट। अब ठ्याक्कै त्यही कुरा मैले दाइको विचार बुझ्न खोजेँ कि वाट इज गुड म्युजिक फर यु। इट्स भेरी सब्जेक्टिभ, तर हाउ डु यु डिफाइन अ गुड म्युजिक? यस्तो रहेछ, इट डिपेन्ड्स अन, अघि नै भने जस्तो इट डिपेन्ड्स अन टाइम वेन आर यु लिसनिङ टु इट, इट डिपेन्ड्स अन यर मुड होइन, टाइम। अनि अर्को कुरा चाहिँ कहिलेकाहीँ गीतले कसरी सुन्छ भने त्यो गीत अर्को मुडमा सुन्दाखेरि कस्तो इरिटेटिङ लाग्छ कि। अनि अब यो डिफाइन गर्न मिल्ने कुरा होइन जस्तो लाग्छ। तर अब पुट यु इन द स्पटलाइट बट आई नो लाइक यो गाह्रो नै कुरा हो। यो बेसिक कुरा चाहिँ के हो भने गुड म्युजिक भन्दाखेरि अब ग्रामरभित्र चाहिँ आएको हुनुपर्छ जस्तो लाग्छ मलाई। बेसिक ग्रामर हुन्छ नि म्युजिकको, ग्रामरभित्र चाहिँ बसेर प्रेजेन्ट गरेको छ भने द्याट इज गुड म्युजिक। हुन त अब अहिले ग्रामर पनि सबै होल नै मिलाइदिने जमाना आयो होइन। यु डोन्ट निड टु बी हुन्छ नि ग्रामेटिकली एकदम करेक्ट हुनुपर्छ आफै भन्ने भएन। अहिले चिच्याइदियो भने पनि बवाल गीत बनेर निस्किन्छ क्या। मैले आज हो कि हिजो भर्खर हेरिरहेको थिएँ, सायद फिरोजको टाइम लाइनमा पनि आयो होला, भिटेनले आफ्नो लाइभ रेकर्डिङको एउटा फुटेज रिलिज गरेको छ कि उसले, टिकटकमा हो कि इन्स्टाग्राम रिलमा हो। अनि उनले चाहिँ भिटेनले चाहिँ मम्बल ऱ्याप गर्छु भन्छ नि त होइन, मम्बल ऱ्याप गर्छ। मम्बल ऱ्याप भनेको चाहिँ अब जेनरली भन्दाखेरि शब्दहरूलाई नबुझेको जसरी नबुझिने गरी रोको जसरी गरेर गाइदिने हो। मैले चाहिँ त्यसरी बुझाएको छु होइन। अनि भिटेनले को एउटा पोर्सन सर्टन 1 मिनट लामो पनि थिएन होला होइन, उसले गरेर होइन यो मेरो रेकर्डिङ टाइमको भिडियो हो भनेर पोस्ट गरेको थियो। अब त्यो फाइनल गीत बनेर आउँदाखेरि प्रपर ग्रामरभित्र हुन्छ क्या। त्यही भएर अब अहिले ग्रामरभित्र हुनुपर्छ भन्ने नै भएन होइन। तर कस्तो भने गुड म्युजिक ओभरअल हुँदाखेरि अब अहिले ग्रामरलाई व्यवस्था गर्ने हो भने एउटा गीतले एटलिस्ट कानलाई चाहिँ बिजाउनु भएन र कानलाई नबिजाइकन अझ कानबाट छिरेर मनसम्म पुग्यो, मनलाई पनि छोयो भने चाहिँ द्याट इज प्योर म्युजिक, गुड म्युजिक जस्तो लाग्छ मलाई सिम्पली भन्दाखेरि चाहिँ।